नमस्ते सबैजनालाई र मैले एउटा सानो कोसिस गर्दैछु कि एउटा सानो मिनी ब्लग बनाऊँ भनेर र आज मैले दिनभरि के गरेँ हजुरलाई देखाउँछु है त। यो चाहिँ हामीले बिजा रेडी गर्दैछौँ र यो सुरुमा चाहिँ मोमोको अचार हो। मोमोको अचार हामीले बनाउँदाखेरि चाहिँ अजिनामोटोहरू हाल्दैनौँ, प्योर नेपाली मसलामा बनाउँछौँ। तपाईँले ढुक्कसँग खान सक्नुहुनेछ। यो चाहिँ हाम्रो बिहानको एक टोकरी आलु तासेर रेडी पारिसकेका छौँ। अनि हाम्रो सेफले राजमा रेडी गरिसक्नु भयो। आज रोटीको सँगको तरकारी राजमा थियो र त्यतिकैमा हाम्रो चिया चाहिँ रनिङमै हुन्छ। यो चिया बिहानदेखि बेलुकासम्म नै र अचार पनि यता पिसेर हामीले रेडी गरिसकेका छौँ बिहान बनाएको। त्यतिकैमा हाम्रो झोल मोमो आउँछ। 4 प्लेट झोल मोमोको अर्डर थियो र हाम्रो आज पहिलो झोल मोमो 4 प्लेट हजुरहरू देख्न सक्नुहुन्छ। टिकटक हेरेर आउनुहुन्छ धेरैजना, उहाँहरू सबैलाई धन्यवाद पनि भन्न चाहन्छु। धेरै माया गर्नुभएको छ। त्यतिकैमा फेरि यता चिल्ली मोमो पनि बन्दै थियो। चिल्ली मोमो पनि सानो क्लिप मैले राखिहालेँ। अनि बिहानै फेरि खाना सेटको अर्डर थियो, खाना सेट गर्नुभएको थियो र यो हाम्रो खाना सेट थियो। आज मिक्स भेज थियो खानासँग। हाम्रो चाहिँ रेगुलर चेन्ज हुन्छ खानाहरू। र यतिकैमा फेरि हाम्रो किमा पनि रेडी गर्दै हुनुहुन्थ्यो सेफले। यता किमा पनि हाम्रो रेडी भइसक्छ। अब खाना खान्छौँ हामीले। खाना खाइसकेपछि चाहिँ मोमो बनाउन सुरु गर्छौँ र अब हाम्रो मोमो बनाउने कार्यक्रम हुँदैछ है। यता मोमो बन्दैछन्, रेडी हुँदैछ। अनि त्यतिकै हाम्रो फ्राई राइस पनि अर्डर आएको थियो। सानो क्लिप यसमा पनि मैले राखिसकेँ। ल यो हाम्रो चाहिँ फ्राई राइस हो। हजुरहरू बाटो पर्दा पस्नु होला र हजुरहरूले हाम्रो नयाँ नयाँ आइटमहरूको स्वाद पनि लिन सक्नुहुनेछ। र अब यो भनेको हाम्रो फ्राई राइस रेडी भइसक्यो। ल यो चाहिँ कस्टमरको लागि। र अनि हाम्रो चाहिँ चिया भनेको बिहान बेलुकासम्म रनिङमै हुन्छ। एकातिर चिया पाक्दै रहेको हुन्छ र त्यो चाहिँ चिया भने रनिङमै हुन्छ जति बेला पनि। हजुरहरूले आएर चियाको स्वाद लिन सक्नुहुन्छ। मात्र 30 रुपियाँ कपमा है। र हजुरहरूलाई मसला चिया मात्र 30 रुपियाँ कप। र यतापट्टि आलु पराठा पनि पाक्दै थियो, त्यसको सानो क्लिप लिइहालेँ मैले। र यो चाहिँ यो हाम्रो भिडको टाइममा यस्तो भद्रगोल हुन्छ कि किचन यो सम्हाल्नै गाह्रो हुन्छ। हेर्नुहोस् त, तपाईँ हेर्न सक्नुहुन्छ पुरै भद्रगोल हुन्छ। यसलाई समेटेर चाहिँ हामीले रातिमा सल्लक्क पारेर सोध्छौँ एकैचोटि। अब यो चाहिँ हाम्रो साँझतिरको हो र हाम्रो किमोडल पनि एकदम राम्रो जान्छ। र किमोडल जति बेला पनि रनिङमै हुन्छ। किमोडल, झोल मोमो र चाउमिन, फ्राई राइसहरू चाहिँ आलु पराठा त्यो चाहिँ आइरहेको हुन्छ। र यो चाहिँ लास्टको किचनमा क्लोज गरेर सरसफाइ गरिसकेको सानो क्लिप हो। हेर्न सक्नुहुनेछ तपाईँहरूले। र आजको भिडियो हेरिदिनु भयो। ल